एउटा सामान्य भ्यासलिनले क्रिकेटको महँगो प्रविधिलाई फेल गरायो। क्रिकेटमा एउटा यस्तो समय थियो जहाँ एउटा सानो बट्टामा आउने भ्यासलिनले लाखौं डलरको प्रविधिलाई चुनौती दिएको थियो। कुरा हो हटस्पट प्रविधिको। सुरुमा युद्धका लागि बनाएको यो इन्फ्रारेड प्रविधिलाई क्रिकेटमा निकै तामाझामका साथ भित्राइयो। यसको काम गर्ने तरिका जादु जस्तै थियो। मैदानका कुना कुनामा इन्फ्रारेड क्यामेरा राखिन्थ्यो। जब बलले ब्याटलाई हल्का मात्र छुन्थ्यो त्यहाँ उत्पन्न हुने हिटलाई यो क्यामेराले समात्थ्यो। नतिजाको रूपमा स्क्रिनमा सेतो दाग देखिन्थ्यो र ब्याट्सम्यान आउट हुन्थ्यो। तर यो अत्याधुनिक सिस्टमको एउटा सानो कमजोरी फेला पर्यो। विवाद तब चर्क्यो जब इङ्ल्यान्डका पूर्व कप्तान माइकल वनले एउटा गम्भीर आरोप लगाए। उनले भने भारतीय लेजेन्ड भिभिएस लक्ष्मणले आफ्नो ब्याटको किनारमा भ्यासलिन लगाउँछन्, तर भ्यासलिनले किन? तर्क एकदम सरल थियो। भ्यासलिनले ब्याटको सतहलाई यति चिप्लो बनाउँथ्यो कि बल र ब्याट ठोकिँदा पनि घर्षण हुन पाउँदैन थियो। जब घर्षण भएन तब ताप पैदा भएन र क्यामेराले केही पनि ठम्याउन सकेन। दैनिक लाखौं खर्च हुने यो प्रविधि 10-20 रुपैयाँको भ्यासलिन अगाडि निरीह भयो। यही विवाद र प्रविधि अस्पष्टताका कारण यो प्रविधि बिस्तारै मैदानबाट हराउँदै गयो। एउटा सानो भ्यासलिनले क्रिकेटको सबैभन्दा महँगो प्रविधि नै बन्द गराइदियो। लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु।